यथास्थितिलाई नै निरन्तरता दिने यो निर्वाचनको नाटकलाई बहिष्कार गरौं र वास्तविक अग्रगामी परिवर्तनको लागि एकजुट भएर सङ्घर्ष गरौं। नमस्कार, हामी केन्द्रीय संयुक्त सङ्घर्ष समितिको तर्फबाट आज तपाईहरू समक्ष एउटा सिधा र स्पष्ट अपिल लिएर आएका छौं। अहिले देशमा जुन कठपुतली सरकारले आम निर्वाचनको नाटक रच्दैछ त्यसको विरुद्धमा हाम्रो अडान के हो र यो निर्वाचन किन बहिष्कार गर्नु जरुरी छ भन्ने कुरा प्रश्न पार्न हामी आएका हौं। ल, सबैभन्दा पहिले एउटा एकदमै महत्त्वपूर्ण प्रश्नबाटै सुरु गरौँ न। एउटा यस्तो प्रश्न जुन आज हामी प्रत्येक नागरिकले आफैलाई सोध्नुपर्ने बेला आएको छ। के यो निर्वाचनले साँच्चै देशमा डढेलोझै सल्किरहेका जनताका अनगिन्ती समस्याहरूलाई समाधान गर्न सक्छ त? यो कुनै सामान्य राजनीतिक प्रश्न होइन, यो त हाम्रो भविष्यसँग जोडिएको सबैभन्दा गम्भीर सवाल हो। हेर्नुहोस्, कुनै पनि रोगको उपचार गर्नु छ भने पहिला त त्यसको जड कहाँ छ भनेर पत्ता लगाउनुपर्छ, होइन र? देश र जनताका समस्याको मुहानबारे नै छलफल नगरी जतिवटा चुनाव गरे पनि केही समाधान निस्किँदैन। त्यसैले हामीले बुझ्नै पर्ने कुरा के हो भने आज हामीले भोगिरहेका यी तमाम समस्याहरूको असली जड, असली मुहान भनेकै यही संविधान र व्यवस्था हो। यो व्यवस्था, जसलाई हामी दलाल पुँजीवादी संसदीय व्यवस्था भन्छौं नि, यो वास्तवमा नेपाली जनताको हितको लागि बनेकै होइन। यो त विदेशी साम्राज्यवादी शक्तिहरू र उनीहरूकै दलाली गर्ने मुठ्ठीभरका पुँजीपतिहरूको स्वार्थ पूरा गर्न मात्रै बनाइएको हो। याद गरौँ, पहिलो संविधान सभाले जुन प्रगतिशील बाटो समातेको थियो त्यसलाई षड्यन्त्र गरेर समाप्त पारियो र दोस्रो संविधान सभा मार्फत यही जनविरोधी व्यवस्थालाई टिकाइराख्न यो संविधान बनाइयो। ल, अब एक एक गरेर हेरौँ यो संविधानमा खासमा के गडबडी छ त। पहिलो कुरा, यसले किसानको सबैभन्दा ठूलो मुद्दा क्रान्तिकारी भूमि सुधारलाई नै बेपत्ता बनाइदियो। दोस्रो, देशलाई पछाडि धकेलिरहेका असमान सन्धिहरू खारेज गर्नुको साटो त्यसैलाई अँगालेर बस्यो। अनि राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनुको सट्टा नव उदारवादी नीति अपनायो। भनेको सरकारी उद्योगधन्दा कौडीको भावमा बेच्ने र देशलाई झनझन परनिर्भर बनाउने। यति मात्रै कहाँ हो र? संसारभरि असफल भइसकेको महँगो र पैसावालाले मात्रै जित्ने चुनाव प्रणाली अपनाइयो। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराहरूलाई व्यापारीको हातमा सुम्पियो र उही पुरानो जनतामारा कर्मचारी तन्त्रलाई निरन्तरता दियो। यही नै हुन् आजका समस्याका वास्तविक जडहरू। त्यसो भए यस्तो त्रुटिपूर्ण व्यवस्थाले आखिर देश र जनतालाई दियो त के? आउनुहोस् अब यसका भयानक नतिजाहरू हेरौँ। 80 लाख, यो केवल एउटा तथ्याङ्क मात्रै होइन, यो त हाम्रो देशले भोगिरहेको सबैभन्दा ठूलो मानवीय त्रासदी हो। आज लगभग 80 लाख नेपाली युवाहरू आफ्नो घर, परिवार, देश सबै छोडेर विदेशमा रगत पसिना बगाउन बाध्य छन्। यो एउटै आँकडाले यो व्यवस्था कति नराम्रोसँग असफल भयो भनेर छर्लङ्ग पार्छ। अनि यो कहाली लाग्दो अवस्था आयो कसरी त? यसको पछाडि एउटा प्रष्ट चक्र छ। सबैभन्दा पहिला क्रान्तिकारी भूमि सुधार नहुँदा हाम्रो कृषि क्षेत्र तहस नहस भयो, अलपत्र पर्यो। त्यसपछि देशमा कलकारखाना खोल्नुको साटो विदेशबाट सामान ल्याएर कमिसन खाने दलाल व्यवस्थाले औद्योगिकरणलाई नै रोकिदियो। अनि अन्त्यमा के भयो त? यी दुवैको परिणामस्वरूप देशमा बेरोजगारीको भयानक विस्फोट भयो, जसले लाखौं युवालाई विदेश भासिन बाध्य बनायो। बेरोजगारीको समस्या मात्रै कहाँ हो र? यो व्यवस्थाले त सङ्कटै सङ्कटको चाङ लगाइदिएको छ। महँगीले आकाश छोएको छ, बजारमा अभाव छ। एमसीसी जस्ता राष्ट्रघाती सम्झौताहरू लादेर देशको स्वाधीनतामाथि नै हमला गरिएको छ। भ्रष्टाचार र कमिसनखोरी त अब सामान्य नै भइसक्यो। अनि दलित, आदिवासी जनजाति, महिला लगायतका उत्पीडित समुदायका समस्याहरू समाधान हुनुको साटो झन् गहिरिँदै गएका छन्। जब देश यसरी चारैतिरबाट सङ्कटमा फसेको छ तब यो निर्वाचन बनेको के हो त? यो त केवल एउटा भ्रम झर्ने खेल हो, जनताको आँखामा छारो हाल्ने दाउपेच मात्रै हो। हाम्रो सङ्घर्ष कुनै एउटा अनुहार फेरेर अर्कोलाई ल्याउने होइन। हाम्रो सङ्घर्ष त यो पुरै सडेको गन्हाएको व्यवस्थालाई नै जरैदेखि उखेलेर फाल्ने सङ्घर्ष हो। अब यहाँनिर कुरा एकदमै प्रष्ट छ। एकातिर छ भ्रम, अर्कोतिर छ यथार्थ। शासकहरू हामीलाई व्यक्ति फेर्ने भ्रममा अल्झाइरहन चाहन्छन्। तर साँचो कुरा के हो भने जबसम्म यो दलाल व्यवस्था रहन्छ, यहाँ जुनसुकै अनुहार आए पनि परिणाम यही नै हो। त्यसैले वास्तविक समाधान व्यक्ति फेर्नुमा होइन, व्यवस्था फेर्नुमा छ। हामीले भर्खरै देख्यौं नि कसरी यो कुशासनबाट आजित भएर परिवर्तनको लागि जेनजी पुस्ता सडकमा उत्रियो। तर देशी विदेशी शक्तिहरूले के गरे? त्यो जनविद्रोहको भावनालाई अपहरण गरे।
अनि देशलाई अगाडि बढाउनुको साट्टो पुरानो अनुहार हटाएर उस्तै नयाँ अनुहार ल्याउने र यही सडेको व्यवस्थालाई टिकाइराख्ने षड्यन्त्र गरिरहेका छन्। हो, यही षड्यन्त्रलाई असफल पार्न, यही यथास्थितिलाई तोड्न हामी एउटा स्पष्ट र दृढ आह्वान गर्दछौं। यथास्थितिलाई नै निरन्तरता दिने यो निर्वाचनको नाटकलाई बहिष्कार गरौं र वास्तविक अग्रगामी परिवर्तनको लागि एकजुट भएर सङ्घर्ष गरौं। यो कुरालाई राम्रोसँग मनन गरौँ है। समस्या व्यक्ति वा पार्टीमा होइन, समस्या यो सिङ्गो व्यवस्थामा छ। अनि यही कारणले गर्दा यहाँ जोसुकै सत्तामा आए पनि समस्या समाधान हुनुको सट्टा झन्झन गहिरिँदै र बढ्दै गएको छ। त्यसो भए हाम्रो विकल्प के हो त? हाम्रो बाटो के हो? हाम्रो लक्ष्य एकदमै स्पष्ट छ। यो कठपुतली व्यवस्थाको अन्त्य गर्ने र जनताद्वारा जनताकै लागि बनाइएको एउटा स्वाधीन जनसरकार र वास्तविक जनसंविधानको स्थापना गर्ने। त्यसैले हामी देशका सम्पूर्ण न्याय र परिवर्तन चाहने जनसमुदायलाई हृदयदेखि नै आह्वान गर्दछौं। आउनुहोस्, यो यथास्थितिको दलदललाई ठाडै अस्वीकार गरौं र देशलाई वास्तविक अग्रगामी परिवर्तनको बाटोमा लैजानको लागि यो निर्वाचन बहिष्कार आन्दोलनलाई एकताबद्ध भएर दृढतापूर्वक अगाडि बढाउँ। हाम्रो सन्देश एकदमै सरल छ, सिधा छ र शक्तिशाली छ। निर्वाचन बहिष्कार गरौं। अनि जाँदा जाँदै एउटा प्रश्न सबैको मनमा छोडेर जान चाहन्छौं। यदि हामी सबैलाई थाहा छ कि समस्या व्यक्तिमा होइन, यो पुरै व्यवस्थामा छ भने फेरि यही व्यवस्थालाई बलियो बनाउने यो निर्वाचनको नाटक हामीलाई किन चाहियो? एकपटक गम्भीर भएर सोचौं।